प्रभु साँची क्याम्पसमा जाँच फिस माग्दै थियो। अब के गर्नु त? आफूसँग फुटेको एक पैसा छैन। तेरो भाउजूको पनि समय आइसक्यो, अस्पताल लग्नु पर्ने। सुत्केरी खर्च कहाँबाट जुटाउनु पर्ने हो? अनि तेरो जाँच फिस चाहिँ कति अरे त? 2500 भन्दै थियो। त्यो बुझाएर मात्रै जाँच दिन पाउने अरे। अब हेर कान्छा, हाम्रो अवस्था बुझेकै छस्। पैसा भएको भए तेरो जाँच फिस म तिरिदिइहाल्थेँ। पैसा छैन। अब परै छोड, लाउरे भिर भर्ती भिर। कतै लाउरे लागिहालिस् भने हाम्रो यो अवस्था अलिक राम्रो हुन्छ कि। अब हामी गाउँमा नेपाली स्कुल पढेको मान्छेलाई अङ्ग्रेजी पनि धेरै आउँदैन। भर्ती भिड्नको लागि त अङ्ग्रेजी धेरै चाहिन्छ भन्छन्। अब हामी गाउँमा नेपाली स्कुल पढेकोले के अङ्ग्रेजी धेरै आउने?